टक्क यहाँ एकजना भाइ भेटेँ मैले, गोपाल खड्का है तपाईँको नाम? खड्का बाजे हो। र भाइले चाहिँ यस्तो दामी दामी क्यारिकेचर गर्नुहुँदो रहेछ। अब पशुपतिको दर्शन सिद्राको व्यापार भने जस्तो हो। भाइको एउटा क्लिप सुनौँ न कस्तो छ भाइ। एउटा कसको? माग्ने बुढाकै जाओस् कि धुर्मुसको? धुर्मुसको ल म त मर्छु कि क्या आज मारे भाग्य नेपाली दाजुलाई भेटाएको छु। धुर्मुस सीताराम कटेल। अरू कसको? जस्तै राय समालहरू आउँछ भाइ? तपाईँ कतिजनाको क्यारिकेचर गर्नुहुन्छ? ठ्याक्कै चाहिँ गर्ने होइन, जोस् 50 जति त्यस्तै गर्छु। के गर्नुहुन्छ काठमाडौँमा चाहिँ? काठमाडौँमा चाहिँ अहिले बसाइ काम जब त्यस्तै है। डर लागेको हो क्या हो? ल केही हुन्न, तपाईँको कन्फिडेन्स झिकेर कसको गर्नु भने नि राजेश समालको गरिदिनु न त। आज मैले पशुपतिनाथमा भाग्य नेपालीजीलाई भेट्टाएको छु। एकदमै राम्रो लाग्यो होइन। सायदै यस्तै हो, रमाइलो माहौल छ। सायदै आज हामी भेट भएको छ भन्ने लाग्छ। दामी रहेछ भाइको। कस्तो लाग्यो तपाईँहरूलाई? भाइलाई अब एक दुईवटाको गर्न लाउँछु ल। पशुपतिको दर्शन गर्न आउँदाखेरि टक्क बसेको थिएँ, ठक्क भेट भयो। कसको दामी तपाईँले पर्फेक्ट गर्ने चाहिँ कसको सरको? अर्को नेताको सुनाम त शेरबहादुर देउवाको। नेताको सुन्नु र नेताको भन्दा पनि कलाकारकै सुनौँ होला हो। हुन्छ म लाउरे बाको। ल ठिक छ। अब ए बाटे भनौ लाउरे बा तपाईँ त बुढो बो बच्चे बुढो डबड फेरि बुढो भनेर मार्छ। ल ठिक छ। अनि निरसाको आउँछ? आउँछ। अहिले मलाई एकचोटि सोधिएको भए हुन्थ्यो, अहिलेको यो क्रान्तिकारी समयमा हामीहरू भेट भएको मलाई लागिरहेको छ। त्यसो हुँदाखेरि आज यो माहौलमा पशुपति स्थानमा भेट भएको छ। ल ठिक छ भाइ। पढ्दै जब पनि गर्दै क्यारिकेचर पनि गर्दै काठमाडौँमा हुनुहुन्छ। सिन्धुलीको भाइ हुनुहुँदो रहेछ। सानो क्लिप छ, कस्तो लाग्यो? उहाँको टिकटकमा आफै लोकप्रिय हुनुहुँदो रहेछ। धेरैजनाले उहाँको त्यो कलालाई अलिकति भाइको यो अपोजिट परेर अलिक कन्फिडेन्स लेभल चाहिँ अलिक टिकटकको भन्दा डाउन देखिएको छ, तर खतरा छ। मलाई चाहिँ मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्छ? कुनै छ लास्टमा एउटा जाने? माग्ने बुढाको सुनाउँछ। त्यसका बाजी अहिले लाचाले जेर बारीको पाट्यामा पुऱ्याइदिन्छु भन्ने हुन्छ। अहिले सबै बाटो साटो प्लाटिङ भइसक्यो। त्यसका बाजी हल्का र मैले ल भाइ भेटघाट भयो, खुसी लाग्यो है त? एकदम खुसी लाग्यो। नमस्कार। जय पशुपतिनाथ। अन्तिममा चाहिँ यो सुनको हो कि के को भन्ने कुरा पनि पत्ता लगाउनु पर्यो सरकार। बाई बाई सबैजनालाई।